टर्कीमा एकजना नेपालीको मृत्यु भयो। कारण के त? आउनुहोस् अनि सुन्नुहोस् फुल भिडियो। हेलो नमस्ते एन्ड फ्याबुला साथीहरू, हजुरहरू कस्तो हुनुहुन्छ है? म चाहिँ एकदमै धेरै आनन्दित छु है भनेर मात्रै मैले सोचिरहेको थिएँ, तर एकदमै धेरै आज चाहिँ स्याड न्युज छ। किनकि टर्कीमा काम गरिरहेको एकजना मानिस चाहिँ उहाँको चाहिँ मृत्यु भएको छ है। उहाँको रिजन चाहिँ के हो भने उहाँ चाहिँ एउटा पेसेन्ट हुनुहुन्थ्यो है। उहाँ चाहिँ कस्तो पेसेन्ट हुनुहुन्थ्यो भने प्रेसरको प्रेसरको पेसेन्ट हुनुहुन्थ्यो उहाँ चाहिँ है। अनि उहाँले चाहिँ केही महिनासम्मको लागि मात्रै औषधि ल्याउनु भएको रहेछ। अनि केही महिनासम्मको लागि चाहिँ उहाँले औषधि ल्याउनु भएनछ। अनि उहाँ चाहिँ बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ उहाँको चाहिँ त्यहाँनिर नै निधन हुन पुगेको रहेछ। किनकि उहाँले चाहिँ 2-3 महिनादेखि नै औषधि चाहिँ खानु भएको रहेनछ। किनकि उहाँसँग औषधि नै थिएन है। अनि म तपाईँहरूलाई किन यो सन्देश दिन चाहन्छु भन्दाखेरि चाहिँ यो मैले तपाईँलाई यसरी मान्छे मरेको भनेर मात्रै सुनाउन खोजेको चाहिँ होइन। यो चाहिँ किन हो भने यो भिडियो चाहिँ ज्यादाभन्दा ज्यादा सेयर गरिदिनुहोस् कि अहिले जो जति नेपालबाट आउँदै हुनुहुन्छ नि बाहिर कन्ट्रीको लागि, युरोपको लागि होस्, चाहे खाडी मुलुक होस्, तपाईँ जहाँसुकै जानुहोस्। यो भिडियो चाहिँ किन बनाउँदैछु भने तपाईँहरू आउँदै हुनुहुन्छ भने नि आवश्यकता छ औषधि बोकेर आउनको लागि। तपाईँहरूले एकचोटि विदेश जाँदै हुनुहुन्छ, काहीँ लामो ठाउँ लामो समयसम्म बस्दा जाने हुनुहुन्छ, चाहे 2 वर्ष, चाहे 1 वर्ष होइन, चाहे तपाईँ किन 6 नै महिना किन नहोस्। तपाईँ एकचोटि डक्टरकोमा गएर तपाईँको स्वास्थ्य चेक गर्नुहोस्, तपाईँको स्वास्थ्य कस्तो छ। अनि डक्टरको सल्लाह लिएर कुन औषधि खानुपर्छ त्यो खानुहोस् है। अनि कतिजनाहरू चाहिँ कस्तो हुनुहुन्छ भने धेरै डिप्रेसनको कुरा डिप्रेसनदेखि धेरै पीडितहरू हुनुहुन्छ है। अनि प्रेसरदेखि पनि धेरै पीडित हुनुहुन्छ भने प्लिज डक्टरको सल्लाह लिइकन उहाँले भनेर तोके अनुसारको औषधि लिएर आउनुहोस्। अनि उहाँलाई सल्लाह लिनुहोस् कि म चाहिँ बाहिर जाँदैछु, यति समयसम्मको लागि मलाई चाहिँ आवश्यकता पर्ने औषधिहरू हालिदिनुहोस्, ताकि भोलि गएर म त्यो देशमा गएर चाहिँ मलाई प्रब्लम नहोस् है। डक्टरमा यति सल्लाह लिनुभयो भने एकदमै धेरै बेटर हुनुहुन्छ। अनि तपाईँहरूले डक्टरको सल्लाह नलिकन आउनुभयो भने तपाईँको यस्तै हालत हुनेछ। चाहे तपाईँ होस्, चाहे म होस्, यो सल्लाह लिनुपर्छ। मैले पनि डक्टरको सल्लाह लिएरै आएको थिएँ है। खासमा मलाई पनि चाहिने भरी औषधि मैले लिएर आएको छु। नेपाली 5,000 को जति औषधि त मैले नै किनेर ल्याएको होला होइन। मसँग त केही पनि रोग छैन, तर मलाई रुगा लाग्ने, धेरै टाउको दुख्ने यस्तो मलाई थाहा छ मेरो बिरामी के छ होइन। बेला बेलामा चिसोमा कति बस्न सक्छ सबैलाई थाहा हुन्छ नि। म चिसो खप्न सक्दिनँ, म तातो खप्न सक्दिनँ, सबैलाई थाहा हुन्छ नि। सबै औषधिहरू चाहिने कुराहरू ल्याउनुहोस्। किनकि तपाईँले भन्नु होला कि फेरि मलाई कमेन्टमा होइन, औषधि त उहाँ पनि पाउँछ। फेरि यो भाइले त किन यसरी भन्दैछ, यो दाइले त किन यसरी भन्दैछ भन्दै हुनुहुन्छ नि। होसियार, किन भन्दैछ भन्दा पनि सुन्नुहोस् कि के कारणले चाहिँ भन्दैछ उसले हामीलाई। कारण यही हो कि तपाईँको ल्याङ्ग्वेज भोलि गएर उहाँ नबुझ्न सक्ला है। तपाईँले डक्टरको सल्लाह वहीँबाट नै लिएर आउनुभयो भने चाहिँ एकदमै बेटर हुन्छ। भोलि के हो भोलि तपाईँको चिन्ता चाहिँ तपाईँ आफैले लिनु भएन भने नि एकदमै धेरै गाह्रो हुन्छ। भोलि तपाईँको आमा बुबा स्वास्नी छोराछोरी तपाईँको नातेदार तपाईँले कुरेर बसेको हुन्छ। अनि तपाईँ जाँदाखेरि चाहिँ बक्सामा जाँदाखेरि कस्तो फिलिङ्स हुन्छ भन्नु त। त्यही भएर एकदमै तपाईँले ख्याल पुर्याउने चिज चाहिँ आफ्नो स्वास्थ्यलाई कहिले पनि हेला नगर्नुहोस्। तपाईँले आफूले ऐनामा हेर्दा कतिचोटि 10 चोटि हेर्नुहुन्छ नि। ऐनामा हेर्नुहुन्छ मेरो कस्तो भएछ भनेर तपाईँले के अरे मिलेन छ भने पनि कपाल मिलाउनुहुन्छ, लुगा मिलाउनुहुन्छ होइन। तपाईँले आफूले यति धेरै प्रेम गर्नुहुन्छ नि, हो त्यस्तै गरी नै हजुरको शरीरलाई पनि तपाईँले प्रेम गर्नको निम्ति आवश्यकता छ है। यो भिडियो तपाईँले रोल गर्दै जानुभयो भने जानुहोस्, म छेक्दिनँ तर यो भिडियो चाहिँ जो जतिले हेर्दै हुनुहुन्छ यो ठाउँमा चाहिँ त्यो दाजुभाइ दिदीबहिनीलाईसम्म पुर्याइदिनुहोस् कि जसको चाहिँ हेल्थ एकदमै कम छ है, जस चाहिँ उहाँ चाहिँ धेरै औषधि खानुपर्ने हुन्छ जहाँ जाँदाखेरि पनि। त्यही भएर तपाईँ डक्टरको सल्लाह लिनुभयो भने केही महिना केही वर्षपछि तपाईँ बिसोक हुनुहुन्छ त्यो रोगबाट। तर त्यो रोग छ भने चाहिँ हजुरले चाहिँ 100% औषधि बोकेर आउनुपर्ने हुन्छ है। थ्याङ्क यू सो मच गाइस। मैले भनेको कुराहरू हजुरले बुझ्नुभयो होला। यो भिडियोलाई लाइक कमेन्ट र सब्सक्राइब गरिदिनुहोस्। र हाम्रो नेपाली दाजुभाइलाई नि यो भिडियो चाहिँ हजुरको काम है पुर्याउने। यो चाहिँ धेरै आवश्यकता छ है, यो कुरा याद राख्नु है। तबसम्मको लागि नमस्ते फ्याफुल्ला, बाई। फेरि अर्को भिडियोमा आउँछु नि, फेरि फलो गरेर हेरिराख्ने नि।